डुबुल्की मारेकै हो कि कर्मचारी हुँदाखेरि कुलमान भन्दा रवि भन्दा अथवा तपाईँले हेर्नुभयो भने केपी ओली भन्दा शेरबहादुर देउबा भन्दा प्रचण्ड भन्दा त बालन कति हो कति उत्तम। फेरि यो हेर्नुहोस् है, तर हर्क साम्पाङसँग तुलना गर्ने हो भने वैदेशिक एजेन्टको धब्बा हर्क साम्पाङ छैन, तर वैदेशिक इसारामा कुद्ने व्यक्तित्व बालन भन्ने कुरा एक दुईवटा घटनाले प्रमाणित हुँदै गएको छ। अब त्यो साँच्चीकै प्रमाणित गर्न सक्यो भने हर्क साम्पाङका समर्थकहरूले त अनि फेरि विदेशी दलालहरूलाई भोट दिन्न भन्ने एउटा हुन चल्छ। अनि नेपाल आमाको सच्चा छोरालाई राष्ट्रवादी मान्छेलाई भोट दिन्छु भनेपछि पक्कै पनि फेरि हर्क साम्पाङको समर्थन राम्रो भयो भने उनले भोट पाउन चान्स हुन्छ। तर हामीलाई के छ, बालेन भए पनि अर्को पड्को तेलको धुपको रूपमा हामी चलाउँछौँ नि त। त्यसैले बालेनलाई अरूभन्दा बालेनलाई चलाए पनि भयो, अथवा हर्क साम्पाङलाई ल्याउन सक्यो भने भयो। अब कुलमान घिसिङले हर्क साम्पाङलाई सपोर्ट गरेर उसलाई अगाडि बढाइदिन सक्छन्। रविले जसरी बालेनलाई बढाए त्यसरी उसले पनि बढाइदिन सक्छन्। त्यहाँनिर गएर पछि त के हुन्छ भनेदेखि संसदीय दलको प्रक्रिया हो, कसको कडी भोट हुन्छ। तपाईँले गृहमन्त्री कसले बनायो रविलाई? एमाले बनायो हो नि त, ल्याएर होइन, च्याप्ट तानेर ल्याएर बनाइदिएको होइन। तर अहिले त एमालेसँग 3600 परेछ, 36को आँकडा परेछ। समयले मान्छे परिवर्तन, समय त परिवर्तनशील हुन्छ। यसो भएपछि रवि चाहिँ अब पार्टी सभापति भए पनि रविको अब सरकारमा आउने जुन छ नि उनको सपना 10-15 वर्ष पुरा नहुन सक्छ। 10-15 वर्षको राज संस्था पुनर्स्थापना सम्भावना कति छ? मैले त भनेको छु त, नेपालमा मैले हिजो अस्ति स्ट्याटस लेखेँ के भने राज संस्था पुनर्स्थापना। राजा को बन्छन् भन्ने कुरा मैले भन्दिनँ। मैले त के भन्छु भने मैले 15-20 जनाको नाम लेखेँ, सत्तामा आउन चाहनेहरू, हालिमुहाली गर्न चाहनेहरू नाम लेख्दा मैले के पाएँ भनेदेखि 2 जना मान्छे मात्रै प्योर राष्ट्रपति पाएँ क्या। त्यो भनेको एउटा हृदयेन्द्र, एउटा हर्क। जसरी बिपी कोइरालाले इन्दिरा गान्धीले भारतबाट भाग भरेपछि नेपाल आउने बेलामा चाहिँ राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भनेर आए, जब त्यही राजाले लखेटेको थियो। तर त्यो पनि राष्ट्रियता, देश बचाउनु छ भने म राजाको मेरो घाँटी जोड्यो भने आए, देश बचाए। त्यस्तै हर्क साम्पाङले पनि देश बचाउने नारा गीत गाइरहेको हुन्छन्। देश बचाउने हो भने राष्ट्रवादी रूपमा कुनै शक्तिलाई छ भने राज संस्था पनि राष्ट्रवादी हुन्छ है। यो चाहिँ अब तपाईँले कसी लगाएर जाँच्यो भने टेस्ट हुन्छ। त्यसले गर्दा मैले के दिएँ भने अब जेएनजी ग्रुपसँग सहकार्य गर्ने भयो। जेएनजी ग्रुप भने त हृदयेन्द्र परे, त्यसैले मैले के देखेको छु भने हृदयेन्द्रमाथि कुनै आरोपहरू छैन क्या। त्यसैले कुनै दिन जसरी बिपीले राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भन्ने कुरा गरेको जस्तै देश बचाउनको लागि म राज संस्थालाई कुनै न कुनै स्वरूपमा ल्याउन चाहन्छु भनेर हर्क साम्पाङ अगाडि बढ्दियो भने आश्चर्य मान्नु पर्दैन। त्यसको नाउँ पनि मिलेको छ, हर्क र हृदयेन्द्र मिलेर देशलाई मजाले हालिदिन सक्छ। हर्कको हर्कबाद, राष्ट्रको खबरदार, राष्ट्र बचाउनको लागि हृदयेन्द्र। यति भएपछि पुग्यो। चुनावको सम्भावना कति देखिन्छ? सरकार त चुनाव गर्छु भन्छ। हिजो मात्रै पनि प्रधानमन्त्री र शीर्ष 3 जना नेताहरू ओली, देउवा, प्रचण्ड भेटघाट गरे। चुनावको माहौल बन्दैछ भनेर देउवाले भने चुनाव हुन्छ, चुनावमा सबै दलहरू सहभागी हुन्छन् भन्ने हिसाबले चुनावको सम्भावना बढेर गएको अहिले। चुनाव त राष्ट्रपतिको इज्जत बचाउनु पनि गर्नु पर्यो, देशको संवैधानिक ट्र्याकमा ल्याउनु चुनाव गराउनु पर्यो। चुनाव आफै पनि एउटा व्हाइट डेमोक्रेसीको प्रक्रिया हो। इक्जाम पनि महिला प्रधानमन्त्रीले गराउनु खोजेको कुरालाई हामीले भाँजो हाल्नु हुँदैन। बल्ल बल्ल नेपालमा पहिलो महिला प्रधानमन्त्री पाएको छौँ, उसले पाएको एउटा म्यान्डेट पनि पुरा हुन नदियो भने त हामीलाई लाज लाग्ने कुरा हो नि त। त्यसले चुनाव त हुनुपर्छ। चुनाव जसरी पनि हुनुपर्छ। कुनै पार्टी आउँदैन भनेदेखि मतलब नहोस् होइन, चुनाव गराउनुपर्छ। बरु 2 चरणमा भयो भने चुनाव गराउनुपर्छ। हामीले सुशीला कार्कीलाई साथ दिनुपर्छ। हेर्नुहोस् है, किनभने उनले बिचारा जुन किसिमले हौसला, एकदम आफूलाई जेएनजीले पनि राजीनामा दिए भन्छ, कसले पनि राजीनामा दिन्छ भनेपछि खबरदार तपाईँ राजीनामा दिनु पर्दैन, तपाईँसँग सिङ्गो नेपालको समाज छ। भोट हाल्न आतुर भएर मान्छे आइरहेछन्। हर्क साम्पाङको जुन कार्यक्रममा आएको मास सबै भोट हाल्नको लागि तयार भएर आएको होइन। तपाईँले दुर्गा प्रसाईको जुन मास थियो मान्छेहरूको, उनीहरू पनि के छ भने तपाईँले हेर्नु, उनीहरूले पार्टी खोलेको छन्, पार्टी दर्ता गरेका छन्।
अब तपाईँले तर एउटा चाहिँ के छ भने विप्लवसँग अलिकति पाखाजोरी नभएको अवस्थामा विप्लवको आलुबारीमा बम फलेछ हेर्नुहोस् है त, मान्छेले व्यङ्ग गरेर छ विप्लवको कुनै कम्युन थियो त्यहाँनिर आलुबारीमा आलुभित्र आलु फल्नु पर्ने बम फलेछ अरे। अब त्यो व्यङ्ग्यात्मक भनेको हो विप्लवले किन हाम्रो हस्तक्षेप गर्यो तर मैले के देखेँ भनेदेखि विप्लव समूहले पनि विप्लवको पार्टीले पनि त्यस्तो बम सम छ भने सरकारलाई जिम्मा लगाइदिएको हुन्थ्यो, तर सरकारले पनि लिन चाहेन नि। तपाईँले विप्लवसँग वार्ता गरेको कसले? केपी ओलीले होइन। केपी ओलीले वार्ता गरेर तपाईँसँग भएको हतियारहरू फिर्ता गर्नु भने खोइ त गरे मागे मागेन वार्ता अधुरैमा छोडिदियो। अनि सबै हतियार पनि फिर्ता माग्नु, जस्तै माओवादीसँग हतियार फिर्ता माग्थ्यो, विप्लवसँग वार्ता गरेपछि विप्लवले खुल्लामा ल्याएपछि त्यतिखेर सरकारले हतियार माग्नु पर्दैन, अनि नमाग्यो त्यहाँ थन्काएर राखेको थियो। कतिवटा हतियार त पड्किँदैन पड्किँदैन होला, तर अब त्यही त्यसको सूचना आयो उनीहरू त्यहाँनिर लिन गयो। यसले के देख्यो भनेदेखि अहिले अलिकति रिसको झोकमा उनीहरूले अब 10 दिनभित्र राजीनामा दिनुहोस् भने म आन्दोलन गर्छु भनेर विप्लव समूहले भन्दैछ। यो एउटा भिन्दै खेला के छ भने जेएनजीको पनि केही ग्रुपहरू सुशीला कार्की बाहेक अरू कोही प्रधानमन्त्री बनाएर अथवा प्रकाशमान सिंह राउतलाई प्रधानमन्त्री बनाएर भए पनि चुनावलाई अलिक सारेर पनि गर्नुपर्छ भन्दैछन्। फागुन 21 गते भए पनि भयो, सरेर वैशाख 20 गते गए पनि भयो, तर चुनाव चाहिँ हुनुपर्छ भन्ने मेरो माग छ। कति बेला त कल्याण श्रेष्ठ नयाँ प्रधानमन्त्री हुन्छन् त्यसपछि बल्ल चुनाव हुन्छ भनिरहेछन्। मैले त उहिलेदेखि तपाईँ 2 वर्षदेखि कल्याण श्रेष्ठले प्रधानमन्त्री हुने ड्रेस सिलाएर राखेको मैले भन्ने गरेँ होइन। नागरिक समाजको भयो भने कि कल्याण श्रेष्ठ हुन्छन् कि सुशीला कार्की हुन्छन् भने होइन। त्यसैले अब सुशीला कार्कीलाई अलिकति रहर पुग्यो, अब कल्याण श्रेष्ठलाई पनि दिउँ भनेर विदेशी शक्तिहरूले अलिकति हुन्छ नि त मिलाएर भाग बाँधेरको मासुको भाग बाँड्छ नि। मासु चाहिँ के हुन्छ एक्लो परो भन्छ रिसाउँछ नि त। त्यसै खसी काट्दाखेरि गाउँमा मासुको भाग लगाए जस्तो यहाँ प्रधानमन्त्री पद पनि इन्डिया र के अरे अमेरिका भएर भाग लगाउँछन् कि अलिकति मैले मेरो भागमा हाल अलिकति उसको भागमा हाल भनेर। अब त्यो भारतको भागको सुशीला कार्की भइन्, अब अमेरिकाको भागको कल्याण श्रेष्ठ चाहिएको थियो त हो। अरू के छ त भन्दा त्यही त कुरो। अब भाग खोज्दैछ उनीहरूले। संसद पुनर्स्थापनाको सम्भावना कति छ? त्यो पनि उत्तिकै छ बराबर, तर फागुन 21 गतेभन्दा अगाडि हुँदैन। फागुन 21 गते चुनाव हुन सकेन भने चाहिँ संसद पुनर्स्थापना सम्भावना हुन्छ, तर कानुनले चाहिँ संविधानले धारा पल्टाएर हेर्ने भने संसद पुनर्स्थापना हुने सम्भावनाहरू प्रबल छ। किन बहुमतले नै निवेदन हालिसके त्यो हुनसक्छ, तर सर्वोच्च अदालतले पनि धेरै प्रक्रिया धेरै किसिमको राजनीतिक उयोहरूलाई मान्नुपर्ने हुन्छ। कानुन अनुसार हो भने हुन्छ, तर अब चुनावै घोषणा राजनीतिक मुद्दा हो त्यो त। यो त राजनीतिक मुद्दा, सबै राजनीतिक मुद्दामा ध्यान दिएर गर्नु हुँदैन, कानुन पल्टाएर हेर्नु हुँदैन क्या। जनआन्दोलन भनेर यो स्थापित भइसकेको कुरालाई 47 सालको संविधान बिउताउनुपर्छ भनेर निवेदन हाल्दाखेरि अदालतले माने त बदर गरिदियो नि, थाहा छ नि तपाईँलाई पहिले। किनभनेदेखि त्यो अब राजनीतिक बसेको छैन। 47 सालको संविधान बिउताउन नसक्ने, किनभने त्यो संविधान त संवैधानिक प्रक्रियाले हटाएको त थिएन नि त। भनेपछि के भने 47 सालको संविधान बिउताउन नसक्नेले यो संसद बिउताउन सक्छ त भन्ने कुरा आउँछ। किनभने आन्दोलनले भएको 80 प्रधानमन्त्रीको हैसियतले दिएको सिफारिसबाट भएको थियो, त्यो चाहिँ 2 पल्ट बिउतायो केपी ओलीले गर्दाखेरि। यो चाहिँ के भने आन्दोलनको म्यान्डेटले राजनीतिक सहमतिको आधारमा यो जुक्ति निकाल्नको लागि के शब्द प्रयोग गरेर जुन भनेको छ नि राष्ट्रपतिले, त्यसले गर्दाखेरि राष्ट्रपतिलाई पनि फागुन 21 गतेसम्म चुनाव भयो भने त्यो मुद्दाहरू संसद पुनर्स्थापना मुद्दा त्यत्तिकै हुन्छ, विषयान्तर भएकोले रद्द गरिन्छ। तर फागुन 21 गतेभित्र चुनाव गराएर भने अनि सर्वोच्च अदालत सक्रिय, किन कार्यपालिका व्यवस्थापिका न्यायपालिका मध्ये एउटा त स्ट्रङ भएर बसिरहनु पऱ्यो नि त, नत्र त्यसै कोल्याप्स हुन्छ। अनि त्यतिखेर चाहिँ न्यायपालिकाले हट अब भएन केही न केही गर्नु पर्यो भनेर देशको स्थायित्वको लागि भनेर संसद प्रस्ताव गरेछ। देशको स्थायित्वको लागि परिभाषित गर्दै एउटा परमादेश जारी गरेर यो म्यान्डेटमा जाने गरी भनेर गरिदिएर त्यो गर्न सक्छ। त्यो पनि सम्भावना उत्तिकै सँगसँगै गइरहेको छ। त्यो संविधान टर हो भन्ने होइन, त्यो संविधान के अरे प्रकाशमान सिंह राउत प्रधानमन्त्री भएर फेरि चुनावको डेट पनि सर्न सक्छ। तिनवटा मध्ये जे पनि हुन्छ तिनटै सँगसँगै गइरहेछ। तिनटै सँगसँगै गइरहेकोले अब भोलि हेरौँ समानुपातिकमा हाल्ने कुरा के हुन्छ, कस्तो गडबड छ कि छैन। त्यस पछाडि हामीले भोलि यदि विप्लव समूहले समानुपातिक हालेन भने बुझोस् गडाङगुडुङ सुरु गर्छ होइन, गडाङगुडुङ सुरु भएपछि चुनाव हुँदैन। कङ्ग्रेसको महाधिवेशन पनि चुनाव अघि हुने जस्तो देखिएन, गगनले विशेष महाधिवेशन भनिरहेछन्।
कङ्ग्रेसभित्रको यो किचलो छ नि यो चाहिँ के हो? होइन विशेषमा चुनावभन्दा त अगाडि नै हुन्छ किन उनीहरूले के अरे सेड्युल परिवर्तन गर्ने भनेको मतलब के त भन्दाखेरि क्षेत्रको हुन्छ नि वडाको र क्षेत्रको अधिवेशन भइसकेपछि महाधिवेशन प्रतिनिधित्व भइहाले त्यसबाट जिल्लाको अधिवेशन र प्रदेशको अधिवेशन पछि गर्ने गरी छोट्याएर अगाडि गर्न सकिन्छ नि त। अहिले त सक्रिय क्रियाशील सदस्यताको अलिकति म्याद थप्नु परेकोले अलिकति समय खायो तर त्यो के जिल्ला अधिवेशन र प्रदेश अधिवेशनलाई अहिले हटाएर